स्वागत छ मेरो युट्युब च्यानलमा। आज भने म तपाईलाई यो गनको लेजर लाइट सेट गर्न चाहिँ यो डट पोइन्टलाई सेट गर्न सिकाउँदै छु। यो चाहिँ धेरै जनाले सोध्नु भएको थियो र आज भिडियो बनाउने मौका पाएको छु। सुरु गरौँ अब यसलाई। सबैभन्दा पहिला चाहिँ तपाईले यो सेट गर्नुपर्ने हुन्छ यसरी सिधा। यो पनि स्ट्रेट चाहिन्छ। यो पनि हाम्रो यो लाइनको स्ट्रेट चाहिन्छ। यो अब हाम्रो यस्तो भएको हुन सक्छ, यो छेउमा आएको हुन सक्छ हैन। यसलाई चाहिँ तपाईले मिलाउनको लागि चाहिँ यो यसरी एलाइन किले यसलाई राइट क्लिक यता र यता घुमाएर चाहिँ एडजस्ट गर्न सक्नुहुन्छ। जस्तै मैले अब यहाँ एउटा हामीले चाहिँ यसलाई यहाँनिर ल्याउनु पर्छ। यसलाई यसरी घुमाउने, यसरी सार्ने हो। यसरी यो घुमाउ भने कता घुमेर सर्छ त्यो तपाईले त्यति घुमेर सार्नुपर्ने हुन्छ। यसमा चाहिँ दुईटा पोइन्ट दिएको हुन्छ, एउटा लेफ्टमा एउटा राइटमा। यसरी सारेर तपाईले बीचमा ल्याउनु पर्ने हुन्छ। अम्ला पनि राख्दा हुन्छ। हजुरले यसरी अम्ला राख्नुभयो भने चाहिँ यो साइडमा चाहिँ आउनुपर्छ यसरी। अनि हाम्रो यो ट्रिगरको पनि यो सेन्टरमा आउनुपर्ने हुन्छ। यसरी यो ग्यापको बीचबाट यो बीचमा चाहिँ जानुपर्ने हुन्छ यसरी। अनि पहिला चाहिँ यो हेर्नु होला तपाईले है। यो हेर्नुपर्ने हुन्छ। यो पनि सिधा हुनु पर्यो पहिला। हाम्रो चाहिँ रेडी भएको छ। वहाँ रातो पोइन्ट देख्नुभयो होला। मैले चाहिँ नजिक देखिनको लागि चाहिँ नजिक हाने। यसरी चाहिँ सेट गर्न सकिन्छ।